एआईले बनाउँछ क्या त्यो सब। यो भन्दा पहिला पनि अरूको पनि बनाएको छ, आज मेरो बनाउँदा के नौलो कुरा भयो र? मैले कुर्सी हानेकै छैन, मैले कुर्सी उठाएर राख्न गएको हो। जानी जानी मैले त्यस्तो चाहिँ गरेको होइन। अब अन्जानमा त्यो भुल भयो होइन, त्यो भुलको लागि मैले आफू चाहिँ आत्मग्लानी गरेँ, म क्षमा याचना मागे। अब तपाईँहरू त्यही बेलामा क्लिक गर्नुहुन्छ नि कुर्सी उठायो भनेर, अब उठाएर नराखौँ त घिसारेर राख्न मिलेन के रे? हजुर हजुर ए होइन होइन, अब त्यो तपाईँहरूको होइन। सुन्नुहोस्, म मिडियाका साथीहरूलाई के भन्छु भने त्यो मेरो नियत होइन, त्यो मेरो राजनीतिक संस्कार होइन। अब त्यो कारणवश अब त्यस्तो भयो होइन, त्यो हुलदङ्गामा त्यस्तो भयो, त्यसको लागि होइन त्यो रमाइलो पनि होइन, त्यो रमाइलो त्यस्तो गर्न हुन्न, त्यो मेरो नियत होइन। मैले होइन जानी जानी मैले त्यस्तो चाहिँ गरेको होइन। अब अन्जानमा त्यो भुल भयो होइन, त्यो भुलको लागि मैले आफू चाहिँ आत्मग्लानी गरेँ, म क्षमा याचना मागे। तर त्यो क्षमा याचना पनि मैले फेरि मेरो तपाईँहरूले फेरि भन्नु होला कारबाही हुन्छ भनेर त्यो डरले, म कारबाही हुन्छ भने निष्पक्ष ढङ्गले छानबिन होस् र सत्ता पक्षका मान्यजीहरू त्यही त छानबिन समिति बनिसकेछ, त समिति बनिसके त छानबिन निष्पक्ष छानबिन हुन पर्यो नि। त्यसरी एग्रेसिभ हुनुपर्ने अवस्था चाहिँ कसरी आयो? होइन त्यो हामी फेरि किक होइन, त्यो किक नभन्नु, तपाईँहरू यस्तै बढाई कसैको बदनाम गर्न हुन्न होइन। त्यस कारणले आउँदैछु, त्यस कारणले त्यो मेरो मिस्टेक हो, मैले त्यस्तो गर्न मेरो मर्यादाले दिँदैन होइन। त्यो ठिक छ कि तपाईँ चाहिँ त्यसरी एग्रेसिभ हुनुपर्ने अवस्था कसरी आयो? त्यस्तो अवस्था सभामुखज्यूले त्यो शान्त वातावरण बनाइदिएको भए, हाम्रो मुद्दाहरू सुनिदिएको भए, हामी प्रधानमन्त्रीज्यूले जुन उठाउनु भयो नि, नेपालले पनि भारतको सीमा मिचेको छ, त्यसको चाहिँ तथ्य प्रमाण त हामीलाई चाहियो नि। अनि हामी पनि बोल्न, हामीले पनि आधार चाहियो, हामी पनि बोल्छौँ। हामी पनि प्रधानमन्त्रीजीले बोलेकै कुरामा चाहिँ तथ्य प्रमाण पायौँ भने हामी त्यही अनुसार उहाँलाई पनि सहयोग गर्छौँ नि त। हामी सँगै हाम्रो मुद्दा त एउटै हुन्छ, प्रधानमन्त्रीले तथ्य प्रमाण हामीलाई दिन पर्यो होइन। छ एकदम समस्या। म सुस्तावासी हो होइन, नवलपरासी जिल्लाको हो। सुस्तावासीको समस्या मेरो समस्या हो, त्यसले गर्दा सुस्तावासीको समस्या कति दुःखद समस्या छ। तपाईँहरू इन्डिया के कुरामा चाहिँ चित्त नबुझेर त्यो अवस्था आयो संसद भवनभित्र, त्यो अमर्यादित देखियो नि त जनताले हेर्दा। त्यो मैले भनिसकेँ नि, त्यो विषयमा त्यो माहौलमा अमर्यादित भयो होइन, मर्यादित भएन। मैले भनिसकेँ, म आत्मग्लानी गरेँ। त्यो नै त्यो होइन, मैले भनिसकेँ, पहिल्यै भने। तपाईँहरू यो नसोच्नु होला कि त्यो छानबिन समिति बन्यो डराएर उहाँले भन्नुभयो, त्यो होइन। राजनीतिक कुरा एकातिर हो,